सबैलाई नमस्कार। आजको ट्युटोरियलमा मोबाइलबाट हामीले कसरी पावर पोइन्ट बनाउन सक्छौँ भन्ने कुरालाई अगाडि हेर्नेछौँ। त्यसको लागि हजुरहरूले तपाईँको मोबाइलमा पावर पोइन्ट भन्ने सफ्टवेयर या एप डाउनलोड गरिसकेको हुनुपर्छ। मैले यहाँ डाउनलोड गरेको छु पावर पोइन्ट एमएस पावर पोइन्ट। त्यसलाई तपाईँले क्लिक गर्नुभयो भने हजुरको एप खुल्छ। यसरी मैले धेरै पावर पोइन्टहरू बनाइरहेको छु यहीँ। तपाईँले यसरी तपाईँको नयाँ पावर पोइन्ट बनाउनु पऱ्यो भन्दाखेरि यहाँ माथिपट्टि टपमा तपाईँको प्लस भन्ने साइन आउँछ। त्यहाँ तपाईँले क्लिक गर्नुभयो भने हजुरको टेम्प्लेट्सहरू आउँछ। यो टेम्प्लेटमा चाहिँ तपाईँको के हो भन्दाखेरि पहिल्यै डिजाइन भइसकेको कुराहरू हो, त्यसमा तपाईँले मिलाउने भन्ने कुरा हो। तर अहिले चाहिँ हामी एउटा ब्ल्याङ्क नयाँ टेम्प्लेटमा, नयाँ खाली टेम्प्लेटमा हामी काम गर्नेछौँ। त्यसको लागि तपाईँले यहाँ ब्ल्याङ्क प्रेजेन्टेसनमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि एउटा अप्सन आउँछ। त्यो अप्सनमा चाहिँ नि आउटलाइनमा बनाउने हो कि भनेर सोधिएको हुन्छ। तर यो बेला चाहिँ हामी आउटलाइनबाट होइन, आफै एउटा नयाँ ब्ल्याङ्क पावर पोइन्टमा हामी बनाउँछौँ। त्यसको लागि हामी नो थ्याङ्क्स गर्छौँ। अब तपाईँले यो स्क्रिन बुझ्नुपर्ने हुन्छ है। यसमा तपाईँको माथिपट्टि के छ भन्दाखेरि प्रेजेन्ट भन्ने छ। यो भनेको तपाईँको फाइल नेम हो, यो स्लाइडको नाम। तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। मानिलिउँ मैले के चेन्ज गरेँ भन्दा त्यहाँ क्लिक गर्नुहोस्। त्यहाँ चेन्ज गर्दाखेरि माई प्रेजेन्टेसन अनि मैले आफ्नो नाम राखेँ, ड्यास राखेर सुमिन भनेर नाम राखेँ है। अब तपाईँले यसलाई टिक गर्नुभयो भने तपाईँको सेभ हुन्छ। अब तपाईँको फाइलको नाम, यो पावर पोइन्टको नाम चाहिँ तपाईँको के भयो, माई प्रेजेन्टेसन सुमिन। अब तपाईँले हजुरको जे तपाईँलाई पाएको पर्छ त्यो तपाईँले राख्न सक्नुहुन्छ। अब तपाईँको यतापट्टि तलपट्टि भनेको तपाईँको के हो भन्दाखेरि कभर पेज, कभर स्लाइड भनौँ न। अनि त्यसमा तपाईँको मेन पृष्ठमा तपाईँले के राख्नुहुन्छ, तपाईँको यो होल स्लाइडको नाम के हो, के देखाउनुहुन्छ भन्ने कुरा हो। म चाहिँ डबल क्लिक गरेँ। एकचोटि क्लिक गऱ्यो भने तपाईँको सेलेक्ट हुन्छ त्यो टेक्स्ट बक्स। अब म तपाईँलाई एउटा कुरा के भन्न चाहन्छु, धेरै इम्पोर्टेन्ट कुरा, धेरै महत्त्वपूर्ण के हो भन्दाखेरि अरू कुरामा, अरू माइक्रोसफ्ट वर्डमा तपाईँले डाइरेक्ट टाइप गर्नु मिल्छ, तर पावर पोइन्टमा चाहिँ तपाईँको डाइरेक्ट टाइप गर्न मिल्दैन। तपाईँले जहिले पनि टेक्स्ट बक्सभित्र टाइप गर्नुपर्ने हुन्छ। र यहाँ यसो हेर्दाखेरि दुईवटा टेक्स्ट बक्स, एउटा माथिको डबल ट्यापको कुरा भयो, तल अटोमेटिक भएको भएर। अब यहाँ मैले एकचोटि क्लिक गरेँ भने टेक्स्ट बक्स सेलेक्ट हुन्छ, तर डबल क्लिक गरेँ भने त्यहाँ म भित्र जान सक्छु र मैले टाइप गर्न सक्छु। यसलाई मैले माई हबिज भनेर मैले टाइप गरेँ। यो चाहिँ मेरो त्यो स्लाइडको नाम भयो, मेरो प्रेजेन्टेसनको टाइटल। अनि मैले यहाँ तलपट्टि क्लिक गर्दा टेक्स्ट बक्स सेलेक्ट भयो। मैले डबल क्लिक गरेँ भने त्यहाँभित्र जाने भयो। मैले गरेँ सुमिन महर्जन लेखेँ भने यो मेरो नाम भयो। अब अघिकोमा तपाईँको किबोर्ड आइरहेको हुन्छ। अब अरू कुनै कुरा गर्न मिल्दैन तपाईँको किबोर्ड आएको बेलामा। त्यही भएर तपाईँले के गर्नु मिल्छ, तलपट्टि तपाईँको मोबाइलमा लेफ्ट साइडमा तपाईँको अप्सनको बटन हुन्छ, बिचमा होम हुन्छ र त्यसपछि तपाईँको ब्याकको बटन हुन्छ। अब यो चाहिँ तपाईँको एरो तल बसिरहेको हुन्छ क्या। त्यो भनेको के हो भन्दाखेरि यो क्लिक गऱ्यो भने तपाईँको त्यो किबोर्ड हट्छ। अब यो हटिसकेपछि चाहिँ अब नयाँ यो स्लाइड हेर्नुहोस् त, त्यसपछि तलपट्टि आएर तपाईँको यतापट्टि नोट र कमेन्ट छ भने तलपट्टि आएर नम्बर 1मा एउटा छ भनेको तपाईँको कतिवटा स्लाइड भयो त भन्दाखेरि एउटा मात्र स्लाइड छ अहिलेको लागि। जस्तो तपाईँको कपीहरूमा पेजेस हुन्छ, त्यसरी नै तपाईँको पावर पोइन्टमा तपाईँको स्लाइड हुन्छ। सो मसँग एउटा मात्र स्लाइड छ। पहिलो स्लाइड मेरो टाइटल भयो भने दोस्रो स्लाइड मैले गर्न चाहेँ भने यतापट्टि दायाँपट्टि तपाईँको प्लस बटन हुन्छ, त्यहाँ क्लिक गर्नुपर्ने हुन्छ। जब तपाईँले क्लिक गर्नुहुन्छ तपाईँको त्यहाँ स्लाइड नम्बर बढ्छ, तपाईँको स्लाइड बढ्छ। तर यो स्लाइडमा तपाईँको फरक के हुन्छ भन्दाखेरि तपाईँको लेआउट फरक छ, बनावट फरक छ। तपाईँको माथि चाहिँ तपाईँको टाइटल भयो भने तलपट्टि तपाईँको कन्टेन्ट हो। यसलाई चाहिँ नि टाइटल कन्टेन्ट फर्मेट भन्छ क्या। सो यहाँ तपाईँले डबल क्लिक गर्नुभयो माथिकोमा भने तपाईँको टाइटल के छ भन्दाखेरि म इन्ट्रोडक्सन भनेर लेख्छु। सो यो मेरो इन्ट्रोडक्सनको कुरा भयो। अनि यहाँ यो मेरो टपिक भयो। टपिकभित्रको त्यो स्लाइडको टाइटल के थियो, इन्ट्रोडक्सन, त्यसपछि त्यसको कन्टेन्ट तल लेख्नु पऱ्यो भने डबल क्लिक गर्नुभयो तपाईँको त्यहाँभित्र छिर्छ। हो तपाईँले याद गर्नुभयो होला, त्यहाँ डट छ। त्यो डट भनेको तपाईँको बुलेट, पहिल्यैदेखि बुलेटको फर्मेटमा बसेको छ। सो तपाईँले के पोइन्ट्स के तपाईँले टाइप गर्नुभयो र एन्टर गर्नुभयो भने त्यो डट आफै आउँछ। त्यो भनेको अटोमेटिक बुलेट हो है। सो यसरी मैले पोइन्ट 2 गर्छु हो। सो यसरी मैले फेरि किबोर्ड हटाएँ। सो मेरो यो पहिलो पावर पोइन्टको कभर पछिको पहिलो स्लाइड बन्यो। अब त्यसरी नै मलाई अर्को स्लाइड बनाउनु पऱ्यो भने अघि गरे जस्तै त्यो प्लसमा गएर क्लिक गर्नुभयो भने तपाईँको नयाँ स्लाइड बन्छ भनेको। अब मसँग कतिवटा स्लाइड भयो, 1 नम्बरमा कभर पेज भयो, सेकेन्डमा इन्ट्रोडक्सन भयो र थर्डमा मेरो खाली छ। अब मैले यसमा फेरि लेख्न सक्छु। त्यो टाइटलमा क्लिक गरेँ र मैले यसलाई हबिज भनेर लेखेँ।
सो यो टाइटल भयो भने तलपट्टि आएर मैले के गर्छु, यो कन्टेन्टमा गएर डबल टाइप गर्दाखेरि त्यहाँ मैले लेख्न सक्छु कि वाट एभर मेरो हबिज हुनसक्छ। मानिलिउँ मेरो म्युजिक हुनसक्ला, त्यसपछि आएर ड्रइङ हुनसक्ला, तपाईँको प्ले हुनसक्ला। सो विभिन्न तपाईँको जति पनि हबिजहरू लेख्न सक्नुहुन्छ। सो यसरी तपाईँले आफ्नो पोइन्ट्सहरू मजाले प्रेजेन्ट गर्न सक्नुहुन्छ। यो चाहिँ मेरो अहिलेसम्म 3टा स्लाइड भयो। यो स्लाइडमा चाहिँ मलाई पिक्चर पनि हाल्नु छ भने के गर्छु, तलपट्टि तपाईँको यो बोल्ड के भन्ने कुराहरू अप्सन्सहरू हुन्छ। तर तपाईँको जुन मेन्यूमा जानुपर्ने हुन्छ, किनकि तपाईँको पिक्चरको लागि इन्सर्ट मेन्यू चाहिन्छ। त्यसको लागि दायाँपट्टि तपाईँको यो माथि फर्केको एरोमा क्लिक गर्नुभयो भने तपाईँको मेन्यू खुल्छ। यो सबै मेन्यू चाहिँ तपाईँको होमको हो। तपाईँको फन्टहरू चेन्ज गर्नुपऱ्यो, बोल्ड गर्नुपऱ्यो, कलर गर्नुभयो। मानिलिउँ मैले यो हबिजलाई मैले रातो गर्छु भने मैले रातो गरेँ। अब मैले बोल्ड नगरिकन बोल्ड गरेँ। सो यसरी तपाईँले यो फर्मेटको लागि तपाईँले होममा जानुहुन्छ भने तपाईँ कुनै पनि नयाँ कुरा इन्सर्ट गर्नुपर्छ भने तपाईँले यो होममा क्लिक गर्नुभयो भने तपाईँको मेन्यूको अप्सन खुल्छ। अब म यहाँ गएर मैले इन्सर्ट दबाएँ भने इन्सर्टको सब मेन्युजहरू खुल्छ। यहाँ चाहिँ तपाईँको टेक्स्ट बक्स, तपाईँको पिक्चर्स, तपाईँको भिडियोजहरू हाल्न मिल्छ। सो पिक्चर्सको लागि जस्ट मैले क्लिक गरेँ, पिक्चर्समा क्लिक गरेँ। अब कुन चाहिँ भन्दाखेरि म फोटोजमा गएर क्लिक गर्छु। माथिको फोटोज भनेको तपाईँको मोबाइलमा भएको अपलोड गर्ने भयो भने, तल तपाईँको क्यामेरा भनेको तपाईँले फोटो खिचेको हाल्नको लागि। सो अहिले मैले फोटोजमा गएँ र मसँग भएको पहिल्यैको फोटो मैले एउटा फोटो क्लिक गरेर ओके गरेँ। सो यसरी मेरो फोटो आउँछ र यसलाई मैले फिनिस गरेँ भने मेरो स्लाइडमा गएर त्यो फोटो बस्छ। अब यसलाई मैले के गर्न सक्छु भन्दाखेरि जतै पनि मैले यसलाई तानेर नछोडिकन मैले यताउता ड्र्याग गर्न सक्छु है। सो त्यो तपाईँले याद गर्न सक्नुहुन्छ, गर्नु मिल्दछ। अब घटाउन बढाउनको लागि तपाईँले सकेसम्म यो कुनाको डल्लोलाई समातेर तपाईँले तान्नुभयो भने तपाईँको प्रोपोर्सन्सहरू बिग्रिँदैन। यो तपाईँले बिचको गर्नुभयो भने यो पुरै तान्निने लम्बिने कुरा हुने भएको भएर सकेसम्म तपाईँले कुनाको समातेर तान्नुभयो भने मजाले तपाईँको प्रोपोर्सन पनि बिग्रिँदैन र तपाईँलाई जहाँ हाल्न मन लाग्छ तपाईँले ड्र्याग गर्न मिल्छ है। सो भिडियो पनि त्यस्तै हो। मानिलिउँ मैले नयाँ स्लाइड बनाएँ प्लसमा थिचेर, मैले गरेँ भिडियो राख्नको लागि त्यही एरोमा गएँ। होम अहिले होमको मेन्यू छ, मलाई इन्सर्ट मेन्यू चाहियो, इन्सर्टमा गएँ र यहाँ गएर मैले भिडियोजमा गएर क्लिक गरेँ भने, यसमा पनि भिडियो गरेर क्लिक गरेँ भने कुनै पनि एउटा हामीले भिडियो यसरी हाल्न सक्छौँ। सो यसलाई पनि ड्र्याग त्यसरी अघि फोटो ड्र्याग गरेर ड्र्याग गर्न मिल्छ। सो यसरी तपाईँले आफ्नो पावर पोइन्ट बनाउन मिल्छ। यति भइसकेपछि तपाईँले ब्याक गर्नुभयो भने तपाईँको मेन तपाईँको पावर पोइन्टमा आयो। अब यो सबै सेभ गर्नको लागि तपाईँले माथिपट्टि त्यो टिक भन्नेमा क्लिक गर्नुभयो भने तपाईँको होल पावर पोइन्ट सेभ हुन्छ। अहिले मैले यसो हेर्दाखेरि मैले कतिवटा स्लाइड बनाएको रहेछु त भन्दा 4वटा हबिज, इन्ट्रोडक्सन, हबिज भनेर लास्टमा एउटा भिडियोको एउटा बनाएको रहेछु। अब यही कुरा तपाईँले मानिलिउँ पछि गएर कुनै पनि क्लासमा प्रेजेन्ट गर्नुपऱ्यो भने तपाईँले पावर पोइन्टमा जानुपर्ने हुन्छ। पावर पोइन्टमा गइसकेपछि तपाईँको कुन चाहिँ त नाम हो त भन्दाखेरि म अघि मैले बनाएको माई प्रेजेन्टेसन सुमिन। सो यहाँ क्लिक गर्नुभयो भने तपाईँको अघि बनाउनु भएको पावर पोइन्ट खुल्छ। र तपाईँले क्लासमा तपाईँले कसैमा कतैमा तपाईँले प्रेजेन्ट गर्नुपऱ्यो भने सिम्पली यो प्ले बटनमा गएर क्लिक गर्नुभयो भने तपाईँको पावर पोइन्ट सेयर हुन्छ। यसो तपाईँले मजाले औँलालाई सट्ट सट्ट दायाँ गर्नुभयो भने यतापट्टि जाने भयो, देब्रे गर्नुभयो भने नयाँपट्टि अगाडि पछाडि हामी गर्न सक्छौँ। सो यसरी तपाईँले पावर पोइन्ट बनाएर तपाईँले प्रेजेन्ट गर्न सक्नुहुन्छ। धेरै धेरै धन्यवाद। केही समस्या छ भने कमेन्टमा लेख्न सक्नुहुन्छ। धन्यवाद।